नमस्ते म सम्पूर्णमा मेरो तर्फबाट नमस्कार भन्न चाहे। म विक्रम मुस्कान बिसी र आजको हाम्रो यस बसाइमा एउटा मिठो मुक्तक पठाउनु भएको छ। बझाङ जिल्ला बुङ्गल नगरपालिका वार्ड नम्बर 10 डोड बस्ने ललित चुन्द्राजीले पठाउनु भएको छ र उहाँको मुक्तक खै कस्तो लाग्छ सुनेर सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है। घरको जिम्मेवारी काँधमा बोझ भएको छ, घरको जिम्मेवारी काँधमा बोझ भएको छ, पढाइ भन्ने केही छैन घोजघाज भएको छ। जिन्दगी अनौठो मोडमा घुमिसकेपछि पढाइ लेखाइ आज भोल धोकेबाज भएको छ। पढाइ लेखाइ आज भोल धोकेबाज भएको छ, घरको जिम्मेवारी काँधमा बोझ भएको छ र पढाइ भन्ने केही छैन घोजघाज भएको छ। धन्यवाद।